गाइज वेलकम टु माई ब्लग। म चाहिँ आज यहाँ पुल्चोकबाट भित्र जाँदैछु, एयरपोर्टबाट भित्र होइन। एयरपोर्टबाट भित्र जाँदैछु। म तपाईँलाई देखाउन चाहन्छु एयरपोर्ट, हाम्रो विराटनगर विमानस्थलको एयरपोर्ट कस्तो रहेको छ। म चाहिँ भनेको एयरपोर्टको चाहिँ कस्तो वेस्ट साइडमा छु क्या, यो वेस्ट साइडमा छु होइन। बाटो चाहिँ कच्ची छ, यो पुल्चोकबाट भित्र छिरिन्छ क्या। वेस्ट साइडको जुन एयरपोर्ट यतापट्टिबाट मेन गेट त उता परबाटै छ, यहाँ जुन एयरपोर्ट मोडबाट छ। र अर्को भनेको यतापट्टि चाहिँ भनेको चाहिँ प्लेनको बाटो भनेको लामो प्लेनको बाटो लम्बाइको लागि बनेको छ। तपाईँलाई देखाउँछु कस्तो छ हाम्रो विराटनगर विमानस्थल भनेर। म चाहिँ अहिले घर जाँदैछु होइन। तपाईँले घर जाँदैछु छुट्टी भएर, 4 बजे जहिले छुट्टी हुन्छ होइन। 4 बजे म घर जाँदैछु। तपाईँ लाइट बन्द भएको देख्नुभयो। यो किन हुन्छ भने जब प्लेन आउने बेलामा वा जाने बेलामा यसको लाइट अन गरिन्छ, किनभने एयरपोर्ट माथिबाट आउने बेलामा देखिन्छ, अनि जाने बेलामा चाहिँ कुनै प्लेन जान लागिरहेछ या केही भइरहेछ भन्ने कुरो एयरपोर्टमा सङ्केत गराउँछ क्या यसले चाहिँ। यो कुरो जानिन्छ। तपाईँलाई थाहा थियो थाहा छैन? अझै पनि नयाँ ब्लग हेर्नलाई सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला, लाइक कमेन्ट